नेपाली नागरिकले जान्नै पर्ने नेपालका 10 वटा शक्तिशाली कानूनहरू। नम्बर 1, जन्म कैदको सजाय 20 वर्षबाट बढाएर 25 वर्ष बनाइएको छ। नम्बर 2, जबरजस्ती करनी मुद्दामा अब सजायलाई बढाएको छ। पहिला 15 वर्ष थियो भने अब 20 वर्ष सजाय काट्नु पर्नेछ। नम्बर 3, नेपालमा अहिले मुद्दाहरू अनलाइन रजिस्ट्रेसन गर्न सक्ने व्यवस्था नेपाल सरकारले मिलाएको छ। नम्बर 4, नेपालमा कानूनी उमेर, विवाह गर्ने कानूनी उमेर केटीको लागि पहिला 18 वर्ष थियो भने अहिले केटा र केटीलाई समान रूपमा 20 वर्षमा परिणत गरिएको छ। नम्बर 4, नेपालमा रहेको कुप्रथा अर्थात् छौपडी प्रथा यदि कसैले प्र्याक्टिस गर्दैछ भने छौपडी प्रथा मान्ने व्यक्तिहरूलाई नेपाल सरकारले सजाय तोकिदिएको छ र यदि कसै छौपडी प्रथा मनाउँछ भने त्यहाँ 3 महिनासम्म कैद र 3000 रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको छ। नम्बर 5, यो चाहिँ धेरै नै इन्ट्रेस्टिङ व्यवस्था पनि रहेको छ र नेपालमा यसलाई एकदमै सकारात्मक कानूनको रूपमा पनि अहिले लिएको छ। जस्तै पहिला महिलाहरूले मात्रै सम्बन्ध विच्छेद मुद्दा चाहिँ अदालतमा गएर दर्ता गर्न सकिन्थ्यो भने अहिले चाहिँ नेपाल सरकारले श्रीमानले पनि सम्बन्ध विच्छेद मुद्दामा चाहिँ अदालतमा डिरेक्टली गएर मुद्दा फाइल गर्नको लागि चाहिँ बाटो खोलिदिएको छ। नम्बर 6, नेपालमा बेगर्सहरू अर्थात् बेगिङलाई चाहिँ प्रतिबन्ध लगाएको छ। नम्बर 8, मेडिकल नेग्लिजेन्सले नेपाल सरकारले एकदमै गम्भीर तवरमा लिएको छ र यदि कसैले मेडिकल नेग्लिजेन्स गर्छ भने यसमा धेरै नै कडा सजाय नेपाल सरकारले तोकिदिएको छ। नम्बर 9, नेपालमा धर्म परिवर्तन गर्न रोक लगाएको छ। यदि कसैले जबरजस्ती धर्म परिवर्तन गर्न खोज्छ भने सो व्यक्तिलाई चाहिँ कानुनी दायरामा ल्याउने एउटा नयाँ कानुन नेपालमा बनाएको छ। र लास्ट बट नट द लिस्ट, नम्बर 10, नेपालमा फौजदारी न्याय प्रणालीमा निकै नै सकारात्मक सुधारात्मक प्रणालीहरूको व्यवस्था अघि बढाएको छ। जस्तै परोल, प्रोबेसन र सामुदायिक सेवा र यो सबै कानुनहरू चाहिँ नेपालको सबैभन्दा 10 शक्तिशाली कानुनहरूमा मानिएका छन्। धन्यवाद।